आइसकेँ म आइसकेँ आफ्टर लङ टाइम वेलकम टु माई ब्लग मौसम ठिकै छ अहिले शीतल अहिलेसम्म बवाल गर्मी थियो गर्मी सुरु भयो अब गर्मी मौसम चाहिँ फेरि लास्टै गर्मी हुन्छ हाक्ने चाहिँ खासै त्यस्तो गर्मी चाहिँ हुन्न होइन शीतलले हुन्छ तपाईँले दामी इन्ट्रो हान्नुहुन्छ कि हान्दिनु न तपाईँले भन्नु न के भन्नु नि त हाम्रो पारस दाइको एउटै कुरा त हो नि लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला जापानिजमा भन्नु न भन्नु निहोङ्गो वाकान्ना तपाईँको नि भन्नु त इन्ट्रो नानीका बुढा चाहिँ यही हो लाग्यो है हामी ल ल है बसियो अब ल हेर के हो मेरो गाडीको काँच बुझ्नु कि सुमर दाइको होला होइन टावल त बोकेको छ नि केटाहरूले म त बोकिनँ टावलले कसले टिसी छ नि कसले बोकेको टावल टिसी छ नि टिसीले त अब यही के अरे नेपालको झन्डा यही गाडी ड्राइभर पनि यही ड्राइभर यो चाहिँ मेरो प्राइभेट गाडी हो है यसो ड्राइभर राखेको छु मैले भाडामा दिइराख भाडामा दिइरहेको छु मैले बाहिर निस्किनु बाहिर लानु गयो तपाईँले पनि ल छुरीको मार्केटिङ भइरहेको थियो ताकी 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 रुम्बा पार्किङ यता यहाँ नि त यो चाहिँ पार्किङ गरेर त टाढो हाने रेडबुल लाने कि यहीँतिर वेट लेट्स गो फ्रीको रेडबुल झिक्ने रे अब हाम्रो बोका बुढोले एभ्रिथिङ टेकमा पनि सब्सक्राइब हालिदिनु होला बुढो ताउँछ हेर्नु यहाँ फ्रीको रेडबुल झिक्नु होइन के गर्नु फ्रीमा जिरो एनमा ल पैसा तिर्नु पऱ्यो भने चाहिँ बुढोलाई दुट्टै भेट्छ फ्रीको रेडबुल खासैमा रेडबुलै मेरो लाँदैमा दाइले जबरजस्ती गर्न मात्र झिकेको मैले यही विकासले त खानै पाएँ नि त हामी विकास रिसाएर राखियो नरिस भाइ विकास अब रेडबुल खाएर स्विमिङ खेल्न जान्छु कस्तो दामी घाम लागेको तर यसको कहिलेसम्म भन्ने छैन क्या अरे सायद मलाई रेडबुल चाहिँ मन पर्दैन नि तर यो फ्रीको आयो भनेर खाइदिएको मात्र हो खासमा म रेडबुल त्यस्तो इनर्जी ड्रिङ्कहरू चाहिँ खाँदैन मात्र अस्ति माछा मार्न आएको ठाउँ पनि यही हो ठ्याक्कै नजिकै छ त्यही हो ए यासमी रहेछ नि त अनि हेलो सोल्टी यसको मिनिङ बताइदिनु न सोल्टी अझ पूर्वी कारण सञ्चालनमा छैन रिन्जी भनेको अस्थायी कारणले यो पनि जेम्सीको हो र यो उसको गीत लाउनु पऱ्यो के अरे आशिष के अरे इन्डियन क्या इन्डियनै हो होइन इन्डियन नेपालसँग हुन्छ त्यसको बिट बवाल छ क्या
आइपुग्यो अब झरनामा। यहाँ यस्तो घरहरू बुक गरेर क्याम्पिङ पनि गर्नु पर्छ। हामी पनि सर्ट हानेर आउँथ्यो सर्ट। ल यिनीहरू चाहिँ अहिले पिसा फेर्न गइरहेको छन्। टोइलेट चाहिँ यहाँको टोइलेट चाहिँ यस्तो हुन्छ होइन। कहाँ अनि यहाँ चाहिँ अहिले खतरा छ यी यो माथि चाहिँ खतरै त्यो झरना छ कि। अहिले हामी जान लागेको चाहिँ ताल चाहिँ हेरियो ताल हो। यहाँ चाहिँ अब मेन चाहिँ बार्बेक्यूहरू ट्याक्क गर्ने ठाउँ हो। यहाँ चाहिँ अब यो घरहरू यस्तो सानसाना कटेजहरू छ। यसलाई चाहिँ बुक गरेर यहाँ चाहिँ हामीले बुक गरेर ट्याक्क लाएर बार्बेक्यूहरू गरेर मिल्ने ठाउँ गर्न मिल्छ। गएपछि यो चाहिँ अब यो एकदम हुन्छ नि एकदम यो गाउँघर जस्तोको ठाउँ कि पुरै यो तपाईँको जापानमा पनि यस्तो हुन्छ भनेर अब प्रायः जस्तोले सोध्न सक्दैन होइन। तर अहिले चाहिँ हामी चाहिँ एकदम यो हाइकिङ गर्ने ठाउँ टक्क यस्तो ठाउँमा चाहिँ टक्क यहाँ चाहिँ अब यो खोलाकै किनारमा होइन खोलाकै किनारमा टक्क यसरी टेन्ट हालेर बस्न मिल्छ क्या। यहाँ चाहिँ रातभरि रक्सी खाँदै होइन ट्याक्क बार्बेक्यू गर्दै पनि बस्न मिल्छ केटाहरू आएर होइन। यदि तपाईँहरू पनि जापानमा हुनुहुन्छ र यहाँ आएर एक नाइट होल नाइट गरेर पुरै इन्जोय गर्न चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ। ल हामी चाहिँ मेन स्पोटमा आइसक्यौँ। टक्क लाएर यो झरना वाउ यहाँ चाहिँ खतरा छ कि। यो जाडोमा चाहिँ फेरि यहाँ पुरै यो नै पुरै जम्छ कि हिउँले। ल यस्तो बबाल ठाउँ छ कि होइन। एउटाले चाहिँ पुरै यहाँ पूजा गर्नु छ। यहाँ चाहिँ पूजा गर्नुपर्छ कि आएपछि एकखेप पूजा गरेन भने चाहिँ फेरि यहाँको भूतले छुन्छ भन्ने हुन्छ। अब खतरै छ कि गाइस खतरै छ गाइस। अनि यस्तो छ ठाउँ चाहिँ बब्बालै छ होइन। यसरी टक्क हामी चाहिँ यसरी खेल्दैछौँ। अहिले चाहिँ यहाँ पुरै यो झरनाको मजा सबजनाले केटाहरू अब पौडी खेल्ने सोचमा छन् होइन। अब पौडी चाहिँ एकदम जाडो छ कि चिसो न चिसो छ होइन। अहिले यो चिसो भएर चाहिँ अब केटाहरू खै पौडी खेल्ने पनि भन्छन् नखेल्ने पनि भन्छन्। अर्को साथी यहाँ त्यस्तो निशुल्कै भएर आइसक्यो माथि त गएर। केटाहरू अब पौडी खेल्न जान लाग्छन् होइन। अब मेन भ्लगरले चाहिँ अब पौडी खेल्ने भन्दैछन्। जानु होला ज्वरो आउँछ यसमा ज्वरो आउँछ कि आउँदैन यस्तो चिसोमा आउँछ नि। यही हो ल जङ्गलको बिचमा झरना। यो झरनाको नाम चाहिँ के हो दाइ? युकिन के भन्छ अरे? युकिन के भन्छ क्या यसलाई? भुँडी देखाइरहेको छ नि। अहिले यस्तो जाडो छ होइन गाइस। लास्टै जाडो छ कि यस्तो जाडोमा अब केटाहरू हेर्नु आउने भन्दा छन्। म त A few moments later. वाटा बब्बाल भइरहेको छ। चिसो भएछ होइन। चिसो भए पनि ओ ल ल ल 3जना केटाहरू गयो ल।
3जना केटाहरू गए होइन चिसोमा नुहाउन अब त्यत्रो भिजिसकेपछि जाऊ न अनि त्यत्रो भिजिसकेपछि जाऊ न अनि अब पानीमा भिजेपछि केही हुँदैन कि पानी बब्बाल वहाँ माथिबाट आएको झर्ना हो यो होइन वाउ वाउ त्यस्तो साह्रो जाडो पनि छैन हो जाडो त्यस्तो चिसो पानी है एकछिन त प्राणै गयो नि त अनि अझ नुहाएर फर्किन लागेको अवस्था जङ्गलको बिचमा सानो घरमा गाइस मेरो युट्युब च्यानल एभ्रिथिङ टेक यसमा सब्सक्राइब गर्न चाहिँ नभुल्नु ल लाग्यो अब चाहिँ सोरे भात थियो चिसोले गर्दा हो क्या सोरे भात बनाउँछ कि चिच्याएर हो क्या अरू भन्दा माथिबाट धेरै पावर हान्ने कि